ताप्लेजुङको सिदिङवा गाउँपालिका 5 लिम्बुदिनमा आज अपराह्न आएको हुरी बतासका कारण रुख ढल्दा एक घरमा क्षति पुगेको छ। स्थानीय टीका राईको घरमा क्षति पुगेको जनाइएको छ। सिम्बलको रुख र बरको रुख ढलेर क्षति पुर्याएको हो। स्थानीयका अनुसार अचानक आएको हावाहुरीले घरमाथि ठूलो रुख ढलेपछि छानो र केही संरचना भत्किएको बताइएको छ। यस्तै घटनामा मानवीय क्षति भने नभएको बताइएको छ। यस्तै थप क्षतिको विवरण भने आउन बाँकी छ।